नमस्कार साथीहरु, मेरो युट्युब च्यानलमा यहाँहरुलाई स्वागत छ। आजको भिडियोमा म तपाईहरुलाई नेप्सेले चार्टबाट चाहिँ कस्तो देखाएको छ, डेली र विकली चार्टबाट चाहिँ आगामी दिनमा नेप्सेले चाहिँ कस्तो दिशानिर्देश गर्ला भन्ने विषयमा चाहिँ भिडियो बनाउन गइरहेको छु। कृपया भिडियोलाई पुरा हेरेर साथै सब्स्क्राइब गरेर पनि सँगै जोडिनु हुन अनुरोध गर्दछु। समग्र देशको अर्थतन्त्र र नेप्सेलाई नियालेर हेर्दाखेरि पछिल्लो समय 1 वर्षदेखि चाहिँ नेप्से साइडवेजमा बसिरहेको छ। विभिन्न टाइम फ्रेममा चाहिँ हामीहरुले नेप्सेलाई हेर्छौं भने राम्रो लेभलमै छ नेप्से भन्न सकिन्छ। लगानी गर्नको लागि, लामो समयलाई सोचेर लिनको लागि, मिड टर्मको लागि र ट्रेड गर्नेहरुलाई पनि केही स्टकहरु राम्रै चलिरहेको छ। पहिला अल्ट्रा लोहरु चल्दै थियो, अलि लो क्याप हुँदै मिड क्याप, केही त हाई क्यापहरु पनि अलिअलि चल्न थालिसकेको छ। अब मिड क्यापमा प्रवेश भइरहेको छ। बिस्तारै बजारको सेन्टिमेन्टमा चाहिँ अलिकति के ग्रो हुँदैछ। यसरी डिपली करेक्सन भएर गएको बजार चाहिँ अलिकति दिगो हुन सक्छ भन्ने चाहिँ मेरो बुझाइ छ। यसलाई चाहिँ अन्यथा नमानिकन आगामी दिनमा चाहिँ बजारले राम्रो रिटर्न दिन्छ भन्ने एक्सपेक्ट अनुसार हामीहरु अगाडि गयौं भने चाहिँ राम्रै हुने देखिएको छ भन्न चाहन्छु। तपाईहरुले पनि स्वविवेक अध्ययन सबै कुराहरु गरेर तपाईहरुले एउटा आफ्नो पुँजीको, आफ्नो क्यापिटलको पार्शियल रूपमा एन्ट्री गर्दै आउनुभयो भने तपाईहरुले बजारले एउटा राम्रै सफल खेलाडी बनाउन सक्छ भन्नेमा पूर्ण विश्वास लिएको छु। यो अवस्थामा अस्ति बिहीबारको दिन पनि 4.46 अंकले नेप्से घटेर 2595 मा क्लोजिङ दिएको छ। सरसर्ती नेप्सेलाई हेर्छौं भने चाहिँ एउटा सपोर्टको एरियामा चाहिँ आइसकेको छ नेप्सेलाई भन्न सक्छौं। सपोर्टको एरियामा आएको छ। यो लेभलबाट चाहिँ नेप्से माथि उठ्न थाल्छ भने चाहिँ राम्रो रिटर्नको चाहिँ एक्सपेक्ट गर्न सक्छौं। लगभग धेरै जसो सेक्टरहरु यस्तै नै छ। अलिकति राम्रो मुभमेन्टमा देखिएको सेक्टर भनेको चाहिँ एउटा हाइड्रो पावर सेक्टर हो र मार्केटको झन्डै 70% टर्नओभर पनि यही सेक्टरमा देखिएको छ। यो चाहिँ अलिकति सपोर्टको लेभल भन्दा केही माथिपट्टिबाट फर्किने कोसिसमा छ। यसलाई पनि एउटा राम्रोसँग हेर्न सक्छौं। समग्र नेप्सेको कुरा गरेर हेर्छौं भने चाहिँ लामो समय भयो साइडवेजमा बस्न लागेको, झन्डै 1 वर्ष हुन लागिसक्यो यो साइडवेजमा बसेको। विकली टाइम फ्रेममा पछिल्लो 2टा हप्तादेखि चाहिँ नेप्से करेक्सन देखिएको छ, गिरावट देखिएको छ। विकली टाइम फ्रेमबाट हेर्छौं भने पनि यो एउटा सपोर्टको एरियामा चाहिँ नेप्से देखिएको छ। यसमा फन्डामेन्टल्ली केही स्ट्रङ कम्पनीहरु र ट्रेड गर्ने हिसाबले पनि अब ट्रेडिङ पोजिसनल सेटअप बनेका स्टकहरुलाई चाहिँ यसो ख्याल गरेर हेर्न सकिन्छ हामीहरु र एउटा पोजिसनल ट्रेडरको रूपमा पनि हेर्न सकिन्छ। लङ टर्मलाई हेर्नको लागि अलि फन्डामेन्टल स्ट्रङ कम्पनीहरु खासै धेरै चलिरहेको अवस्था छैन। बिस्तारै एकुमुलेसन गरेर जाने हो भने चाहिँ आगामी दिनमा शेयर मार्केटबाट चाहिँ राम्रो रिटर्न लिन सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ। तपाईहरुले पनि आफ्नो सो अध्ययन र विचार गरेर चाहिँ यसमा लगानी गर्न चाहिँ सक्नुहुन्छ। विभिन्न इन्डिकेटरहरु लगाएर हेरौं। आरएसआई हेर्छौं भने आरएसआई चाहिँ विकली टाइम फ्रेमबाट चाहिँ 45 को लेभलमा देखाएको छ। त्यसैगरी बोलिङ्गर ब्यान्ड पनि हेरौं। बोलिङ्गर ब्यान्डको लोअर लेभलमा चाहिँ क्यान्डलहरु टच भइरहेछ। एमएससीडी मा हेरौं। एमएससीडी बाट हेर्छौं भने हिस्टोग्रामहरु नेगेटिभ एरियामा बनिरहेको छ। अब त्यति राम्रो पोजिटिभ सिग्नल चाहिँ दिएको छैन। नेप्सेमा अझै पनि केही गिरावट आउन सक्छ कि करेक्सन हुन सक्छ भन्ने चाहिँ देखाएको छ। यद्यपि यही पोइन्ट नै गिरावटको अन्तिम पोइन्ट हो भन्न चाहिँ सकिदैन। त्यो कारणले गर्दाखेरि नेप्से एउटा सपोर्टको लेभलमा आउँदै गर्दा र राम्रो कम्पनीहरुमा चाहिँ एउटा किन्ने अपर्च्युनिटी हो भनेर चाहिँ हेर्न सकिन्छ। डेलीबाट हेर्नुहुन्छ भने पनि आरएसआई 35 मा आइसकेको छ डेली टाइम फ्रेमबाट। एमएससीडी मा चाहिँ डेली टाइम फ्रेमबाट चाहिँ केही हिस्टोग्रामहरु चाहिँ डिम बस्न थालेको छ। यसले पनि एउटा करेक्सन चाहिँ अब अलिकति कम भइसक्यो, सकिन लाग्यो भन्ने चाहिँ एउटा संकेत गर्न सक्छ। बोलिङ्गर ब्यान्डको लोअर ब्यान्डको आसपास नै क्यान्डलहरु छ। यसलाई चाहिँ अब एउटा यहाँबाट फर्कियो भने मिडल ब्यान्ड क्रस गरेर जाने सम्भावना चाहिँ हुन्छ। एउटा नेप्सेमा छिटै नै एउटा बाउन्स ब्याक, एउटा राम्रो र्याली त आउँछ नै, पक्कै आउँछ। त्यसको लागि चाहिँ हामीहरु हेर्न सक्छौं। आजलाई यति गर्न चाहन्छु। तपाईहरुको विचार पनि कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। यतिन्जेल भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला भन्न चाहन्छु।